आज चाहिँ हामी सिन्त्रा जाँदैछौँ अनि सबै परिवार हेमदाइको परिवार दाइको परिवार केसी परिवार स्याङ्गो परिवार अनि आर्यन परिवार आज हामी सबैजना सब परिवार सिन्त्रा दरबार जाँदैछौँ एक्साइटेड भेरी भेरी एक्साइटेड छौँ भने त्यस्तै आएर हो गाइड चाहिँ फेरि हाम्रो समूह है अगाडि म मेरो घर नजिक मसँग गएको छैन गाइड हो उसले चाहिँ अगाडि बाटो देखाउँदैछ सबै उसले सबै कुरा एक्सप्लेन गर्छ एकदम खुसी छु एकदम खुसी अनि पनि लिजबनै बस्ने हो अनि हेम पनि बस्ने हो होइन तर भेट चाहिँ आज बल्ल कति वर्ष बाद 5 वर्ष बाद हुँदैछ है सबैसँग हामीसँग त भेट भएको व्यस्तताको कारणले हो समूह धेरै छ कि म छु बराबरै छौँ ऊ चाहिँ यता छ सबैभन्दा बेसी खुसी त म छु हेमदाइ त अस्ति नेपालबाट पनि भेटायो भने त सामान्य राख्ने नेपालबाट हुन्छ होला तर भेट कति वर्ष पछि 5 वर्ष पछि होइन हाम्रो 5 वर्षपतिको भेट 20 to 25 years अनि अब आफ्नो वेटिङ भेट भयो फाइनली भेट भयो सँगसँगै त भेट भइरहेको थियो हाम्रो यस्तै छ अब आज हामी फ्यामिली टुर गर्दैछौँ सिन्त्रासम्म अब अलिअलि मौसमले चाहिँ अलिकति साथ दिएको छैन तर चाहिँ अब गाडीभित्र भएको हुनाले चाहिँ वास्तव भएको छैन त्यस्तो फिल भएको छैन बरु अलिक गुम्म भइरहेछ है मान्छे धेरै भएर होला यस्तो छ यताको चाहिँ अहिले वातावरण हामी अलमादा भन्ने ठाउँमा छौँ यहाँबाट हामी सिन्त्रातिर जाँदैछौँ त्यो ब्रिजको नाम के हो बिन्दु सिंहको त्यो अप्रिल भन्छ मिन्तु सिन्धु दि अप्रिल भने ब्रिज बिन्तु सिंह 25 बिन्दु सिंह त होइन नि बिन्ती सिंह टु ब्रिज क्रस गरेर पारि चाहिँ लिजबन अनि लिजबनको बाटो हुँदै सिन्त्रासम्म पुगिन्छ आज सम्पूर्ण बोल्न दिनुपर्छ हो बुढा त्यसको यहाँनिर लाउँदैछ त्यसलाई त पिकअप गर्न पनि सजिलो हुन्थ्यो अब स्कुल पिकअप गर्न पनि सजिलो हुन्थ्यो यसलाई त हर्जललाई नि देखाउनु हर्जलले के भन्नु छ मेरो भ्लगमा तिमी कति वर्षपछि भेट कति वर्षपछि लगभग 8 years भयो होला 8 years पछि भन मैले सानोमा अङ्कल आन्टीसँग धेरै घुम्थेँ धेरै हिँड्थेँ भन्थ्यो सबै सबैभन्दा प्यारिस गएको अङ्कल आन्टीसँग अर्सित के भन्न चाहन्छ हामी चाहिँ अहिले बिन्ती सिंहको दि अप्रिल हेर्दै बिन्ती सिंहको हो दाइ पुलमा छौँ यस्तो छ पुलको नजारा यो चाहिँ साथीमा होइन यो क्रिस्टल वे फोटोहरू आउँदैछ दाइ वाक्क छ उतो पारि चाहिँ लिस्बन यो चाहिँ हाम्रो हेमदाइको एरिया हो यो सबै चिन्छ हेमदाइलाई यहाँ गाडीले पनि चिनिदिन्छ पुल साह्रै ठुलो छ यो ठ्याक्क हाम्रो निदेश दाइ यस्तो छ यो चाहिँ म फेरि हेमदाइ अलिक त्यस्तो छ सबै चस्मा लाउनेले मेरो पनि चस्मा छैन सेन्टर अफ एट्र्याक्सन नि त्यस्तै हाम्रो आजको मेन हिरो त अगाडि छ अगाडि मेन हिरो यहाँ मलाई मोटी दिएछ के पाउँछ यताबाट त्यस्तै फेरि अहिले उताबाट हेर्नुपर्छ मोटी त तपाईँको त अनुहार ठुलो नि त मेरो टाउको ठुलो मात्र यहाँ थियो कि हिजो बाख्रा यहाँ चलिदिएको दिदीहरूले बाख्रा सिँगै काट्यो भने फाइदा हुन्छ नि क्या किनभने घुमेको भइन्छ नि त 40 मिनट देखाएको थियो त अब अहिले 25 मिनट देखाइरहेछ हाम्रो आफ्नै निजी गाडी हो यो
टक्क यो पुरानो यो किल्ला सानो किल्ला छ यहाँ यो पासपोर्ट चाहिँ चाहिँदैन मात्रलाई वेलकम गर्यो सिन्त्रा जाने बाटोमा छ मैले बाटो एकदमै सानो छ तपाईँ आफै हेर्न सक्नुहुन्छ स्मल पुरानो पुरानो घरहरू छ र युटर्न छ हरियो डाँडाबाट त्यस्तै भेट्ने रहेछ दाइलाई दाइ आज मिटिङ थियो दाइ क्यान्सल गरेर आउनुभएको छ बिजनेसम्यानले भन्नु 3-4 महिना छ पुरै यो त हरर मुभीको जस्तो छ बङ्गला जाने घर जस्तो छ नडराउनु यो हजुर अलिकति माथिसम्म हाम्रो गाडी जान्छ यो नित्यताको पुरानो घर हो यो अलि दाइ बस्नुहुन्न यता अलि दाइ सहरिया भइसक्यो यही हो यति नै रहेछ दाइ हामी सबजना अहिले बिच बाटोमा अलपत्ता भन्ने मिलेन बिच बाटोमा बसिरहेछन् हाम्रो चालक वर्गजी अगाडि गएर प्रश्न सोध्दैछन् के कसो गर्ने भनेर सबैजना चाहिँ हसित मुद्रा कसैको पनि छैन सबैजना दुखी छन् के भयो भनेर अबको 2 मिनटमा हामीलाई थाहा हुन्छ हामी के गर्दैछौँ भनेर लखर हामी चाहिँ सिन्त्राको जङ्गलमा लस्ट हरायौँ अर्जन केही भन आन्टीको ब्लगमा यता मेन हिरो यता हुनुहुन्छ हाम्रो आजको टुर गाइडले लस्ट हुनुभयो यहाँ आज कस्तो हरियो क्या जङ्गल साह्रै ढिलो हुने भयो तिनीहरू कहाँ पुगिसक्यो कस्तो राम्रो आएको भिडियोमा त बाटो पोचुको लाएर हाइकिङ भयो हामी चाहिँ एकदम ब्याड लक आजको दिन चाहिँ किनभने सिन्त्राको यो सबै क्लोज रहेछ सो घुम्नै पाएन सो हामी चाहिँ यहाँबाट नै फर्किँदैछौँ अब हुन्डरी एकदम चलिरहेको छ अनि हामी चाहिँ अब अर्को प्यालेस जाँदैछौँ अनि यहाँ हुनुहुन्छ टुर गाइडहरू 2 जना दामी भइरहेछ
यता हाम्रो सानो टुर गाइड यता ओइ समुलाई त हिँड्नु यस्तोबाट लास्ट सजिलो हुन्छ नि थाहा छैन किन ए खिच म के भन्न आँट्यो किन शम्भुलाई अहिले उठ्दैन हेर ओइ हेम किन सोध न उसलाई डन्डा सन्डा केही चाहिँदैन नाक यस्तो हिँड्ने हो बुझ्यो नाक ठुलो छ अङ्कलको भनेको ल जाऊँ अब हामी चाहिँ ब्याक टु लिस्बन जाँदैछौँ सिन्ताबाट हावा यस्तो छ के भन्ने अब हामी ठेला मोमो टपरी मोमो खान आँटेको ओहो केक केक अहिले नखाम ल मोमो खाम सुरुमा ल के गर्ने सुरुमा के खाने तिमी ओ माई गॉड अहिले खाने केक यहाँ चाहिँ डिफ्रेन्ट स्टलहरू छ यहाँ भन न तिमी पनि बाबु के पाउँछ यहाँ लेट्स सी पानीपुरी पराठा वाउ नेपालीको हो नेपालीको हो तिमी बोल ल के हो यो चाहिँ ओ माई गॉड सो फाइनली हो या है ल हर्चले पानीपुरी ल ट्राई गर 3 रुपियाँ होइन 3 युरो काउचिरेट म एउटा ट्राई गर्छु म पनि कस्तो मिठोमा छ र मिठोमा केक लिए अब हामी खानुपर्छ ल हर्जन हामी खाने है लेट्स गो फर द मोमो अब मोमोको लागि रेडी ल खानेकुरा राम्रो छ खाएकै छैन कसरी रिभ्यू दिनु त अनि ट्राई गर समोसा कस्तो छ भन एक्सप्रेसन देऊ है मिठो छ केचप नहाल्नु भइसक्यो अब तिमी नखा त भइगयो त तिमी पनि खाने हो तिमीलाई लाऊ भाइ पनि खाने माग्दा एउटा मागिदिइहाल्छु नि अनि हिँड्नु पनि आइरहेको छ समोसा त भाउजू मोमो कस्तो हर्जल मोमो के छ खाइदेऊ बाइट कॉफी ब्रेक कुमार कैसे हाँस्नु पनि पर्यो ल यता कफी 3जना फेरि सर कफी कस्तो कफी पोर्चुगिज कफी कस्तो छ यता मसाज हुँदैछ पालो रे ओ त्यसरी सिकाउँदै हुन्छ मास्टरले उहाँ चेराले अच्छा पालो पिलो पो रहेछ त आमै त्यस्तो हुन्छ मलाई त कहिले गर्दैन है नि त्यसले यस्तो त
सुतेर बसेको सम्भु क्यामेरा कहाँ छ भाउजू म त निकाल्छु है त्यहाँबाट मसाज तिमीलाई चिम्टाटिरहेछ तिमी मासु झ्याप्पा झ्याप्पा भनेको पाँच मिनट नै भुल्यो सम्बुले यो ब्रिज त कति क्रस गर्यो आज ब्रिज चाहिँ कति क्रस गरिसक्यो हाम्रो हेम दाई विदेश दाई हाम्रो भाउजू बसी भाउजू अहिले हाम्रो लाइभ कन्सर्ट भइरहेछ सबजना व्यस्त छ हामी लभ सिजनमा पुरा लाइभ म्युजिकमा व्यस्त छौँ हामीलाई हाम्रो सिङ्गरलाई गीत गाइरहनु भएको छ बार भयो यो टुकटुक पनि रहेछ टुकटुक त चढ्नै पाएन आज हो टुकटुक चढ्नु मन छ नि यता दाइ अब टुर गाइड पोर्चुगलमा चाहिँ हामीलाई वेदरले साथै दिएन खतम वेदर यहाँ तलबाट बेस्ट भ्यू यहाँको यो चाहिँ ओ माई गड कति राम्रो ए रहेछ त ट्रेन अनि भाउजू अनि हो ट्रेन कहाँ छ त टाढा टाढा छ मैले भनेको हिजो भाउजूलाई छ कस्तो लागिरहेछ त ल भनिदिनु ल फोटो खिचौँ क्यामेरा निकालौँ है
यता हेर्नु न बस्नु 4 जना बस्नु यता हेर्नु भिडियोमा ल शम्भु भन्नु के नितेश केही छ भन्नु आज हेर्दैलाई पो यङ देखिरहेछ उता कस्तो राम्रो छ त्यो माउन्टेनहरु कसरी खिच न यता हो के हेर्नु रे भाउजू बजार हेर्नु भन्नुहुन्छ यस्तो रहेको यही त हो पाम टीहरू चाहिँ एकदम रहेछ क्या यहाँ है भाउजू अब यहाँ सकेर लिस्बन सिटी टुर यो चाहिँ के भन्दैन पोर्चुगलको चाहिँ ट्रेडिसनल फुड पर्छ यो चाहिँ बेकरी आइटममा यो पास्टरनाता भन्छ यो चाहिँ एउटा सर्टेन कुनै रिजनको चाहिँ बेस्ट फुड हो जस्ट पोर्चुगिज के भन्छ पोर्चुगिज बेकरी केक ल खाम माग्छ हो यसले कस्तो राम्रो बडी रहेछ लिस्बन सिटी तर धन्न हामी यता आएछौँ है यस्तो त हेर्नै नपाइकन फर्केको कस्तो राम्रो रहेछ नितेश एउटा राम्रो के भन्नु हामीले चाहिँ यो लियौँ एउटा कस्तो राम्रो रहेछ के भन्छ यसलाई खाँची यस्तोलाई के भन्छ खिरिङ खिरिङ भन्दैन के भन्छ शम्भु केही भन्नु न कहाँ जाँदैछौँ हामी अनि अहिले हामी कहाँ जाँदैछौँ नो चेन्ज सबै सरकारले तोकेको होइन त उसले त के अरे उसको मोमो मिठो लगाएर शम्भुको हालत त हामी अलिक टुकटुकको सवारी टुकटुक जाने होइन हामी आज
कहाँको भानी दियालाई जानु लागेको पानी परेर आज चाहिँ रिदी दिदीकोमा खाना यो रायो साग सिद्राको बुढै सिद्राको अचार कोपी आलु दाल चिकन अनि यहाँ यता दाइ यता दिदी यता हुनुहुन्छ बुढै माछा डेनमार्क लानु प्याकिङ हुँदैछ अनि खोइ किचन स्टोर चाहिँ यस्तो हुँदो रहेछ यहाँको ल दाइलाई दाइले घिउ खानुहुन्छ न यस्तो बनाउनु न त यहाँ स्पेस ल भाउजू यता हेलो हेलो यता यता ल नाइ नाइ म त खादिन हेर्दै कस्तो लाग्यो यो चाहिँ परिकार यत्रो धेरै छ होइन अब यो मासु नभए त ढेँडो खाने कुरो भएन त्यही भएर म मासुको झोल हाल्ने नभए झोल सक्छ अनि यसो गर्ने अनि फेरि मिठो छ मिठो छ दामी छ ल जन कस्तो छ भेज खाने तिमी मिठो छ यम्मी ल